हामी चाहिँ सोमनाथ दर्शन गरेर आइसकेछौँ किनभने भित्र मोबाइल प्रवेश छैन त्यही भएर हामी बाहिरबाट नै तपाईहरुलाई सोमनाथको दर्शन गराउनेछौँ त्यसको लागि हामी क्षमा प्रार्थी छौँ किनभने भित्र चाहिँ मोबाइलै छिराउन दिँदैन क्या अनि त्यही भएर हामीहरू बाहिरबाट नै सोमनाथको त्यो गर्दैछु तपाईहरुलाई हेरिहाल्नु होला है त अनि हेर्नु होला त्यो अघिल्लो मन्दिर सोमनाथ नै हो हेर्नु मैले जुम पनि गरिदिइसकेको छु हजुरहरुको लागि यहाँ हेर्न सक्नुहुन्छ अनि सोमनाथको पछाडी हाम्रो साइडमा के छ भने बीचहरु छन् त्यहाँ पछाडी भनेपछि बीचहरु छन् उता हेर्नु होला बीचहरु छन् यसमा हेर्नु होला सोमनाथ आइसकेपछि तपाईहरुले फोटो 50 रुपैयाँ एउटा फोटोको जुन व्हाट्सएपमा हाल्दिन्छ र अर्को प्रिन्ट गराउनु भयो भने 100 रुपैयाँ लाग्छ हस् त हामी द्वारिकातर्फ लागेको धन्यवाद हजुरहरुलाई पनि हस्।